एकान्तमा बसेर मनदेखि नै खुलेर रुने मन छ। थाहा छैन के कुराले यति धेरै एक्लो बनाएको छ। नसोध मेरो प्रेम कस्तो थियो भनेर, जसले रुवायो उसैलाई अँगालो हालेर रुन मन छ। शब्दमा बयान गर्न नसकिने अथाह प्रेम छ तिम्रो लागि। आज आएर थाहा हुँदैछ मान्छेहरू किन एक्लै बस्न मन पराउँछन्। भुल्ने त छैन तिमीलाई, तर अब पहिला जसरी याद पनि गर्ने छैन। सबैको आफ्नो समस्या, दुःख, परिस्थिति र बेग्लै कथा हुन्छ। त्यसैले कसैलाई एक नजरमा खराब सोच्नु हुँदैन। हो, अन्तर छ मेरो हिजो र आजको मुस्कानमा। पहिले आउँथ्यो, अहिले ल्याउँछु। आवश्यकता भन्दा बढी ध्यान दिएको चिजले नै अनावश्यक पीड दिने रहेछ जीवनमा सम्बन्ध बिग्रिनुको कारण एउटा यो पनि हो कि मान्छेहरू अलिकति झुक्न मन पराउँदैन। किन डराउनु? जसरी थाहै नदिकन दुःख आयो त्यसरी नै थाहै नदी सुख पनि आउँछ कि। वास्तविक सम्बन्ध त्यो हो जब कसैले तिम्रो विगतलाई स्वीकार गर्छ, वर्तमानमा साथ दिन्छ र भविष्यको लागि हौसला दिन्छ। अरूको दुःखमा हाँसेर होइन, आफ्नो दुःखमा हाँसेर देखाउनु उत्तम हुन्छ। मलाई फूलको बाटोमा हिँड्नु छैन, काँडाको बाटो नै होस्, तर साथ मायाको होस्। जिन्दगीमा धेरै सम्बन्ध बनाउनु भन्दा त्यही सम्बन्धलाई निभाउन सोच्नु भयो भने तब हर सम्बन्ध बलियो हुन्छ। घमण्ड गर्नेलाई गर्न दिनुहोस्। भुइँ छोडेर उडेको धुलो पनि हावाले छोड्यो भने फेरि भुइँमै आउने हो। प्रेम एउटा यस्तो चिज हो जहाँ शरीर होइन, मुटु जल्ने गर्छ। केही चिज झुटो भएर पनि सुन्दर देखिन्छ भने मान्नुहोस् त्यो चिज मुस्कान नै हुनुपर्छ। प्रेम भन्दा सिन्दूर बलियो हुन्थ्यो भने हरेक मन्दिरमा कृष्णसँग राधा होइन रुक्मणी हुन्थिन् होला। प्रेम कहिले झुट हुँदैन। झुट त बाचा र कसम हुन्छन्, झुट त सोच र चरित्र हुन्छ। थोरै कोसिस गरेको भए बुझ्ने थियो म अरूभन्दा फरक थिएँ, गलत होइन। लास जलाएर फर्केको मान्छे त फेरि त्यही ठाउँमा गएर जल्नुपर्छ भने तिमी के का लागि घमण्ड गर्छौ? समयसँग दुश्मनी गर्ने आँट कहिले नगर्नु। समय त बहाना हो, दुश्मन त आफ्नाहरू हुँदा रहेछ। म भित्रको कमी निकाल्नु भन्दा पहिला तिमी आफ्नो भित्रको कमी खतम गर। आफू इमान्दार भएपछि आफूभन्दा कयौं गुणा इमान्दार मान्छेहरू पनि भेटिने रहेछन् जिन्दगीमा। जीवनको कठिनाइहरू एक हिस्सा हुन्। सामना गरेपछि जीवनको सही अर्थ बुझिन्छ। कुरा काटेर होइन हजुर, विचार साटेर हेर्नुहोस्, संसार आफै सुन्दर देखिन्छ। यो मान्छे चाहिँ अरूभन्दा उत्तम छ है भनेर जसलाई सोच्यो उही अरूभन्दा खत्तम भएर निस्कन्छ। सुन्दर सपना र गन्तव्य खोज्दा खोज्दै हामी एक दिन आफ्नै घरमा पाहुना भएर पुग्छौँ। रुँदै हिँड्न सक्दिन, नरोई बस्न सक्दिन। आजभोलि यस्तै भएको छ यो मन। मेरो लागि सबैभन्दा ठुलो उपहार भनेकै तिम्रो इमान्दारिता हुनेछ। जीवन एउटा साइकल जस्तै हो जसलाई सन्तुलन राख्न पैदल चलाइराख्नुपर्छ। सबैको आफ्नै कथा हुन्छ, त्यसैले एकै नजरमा कसैलाई मूल्याङ्कन गरेर सही गलत सोच्नु हुँदैन। मलाई एक दिनमै पढ्ने कोसिस नगर प्रिय। मैले आफूलाई नै लेख्न कयौं साल लगाएको छु। जिन्दगीको हर बिहानी केही शर्त लिएर आउँछ अनि जिन्दगीको हर साँझ केही अनुभव दिएर जान्छ। बितेको पल बिर्सनुहोस्, तर जिन्दगीले दिएको पाठ सधैँ सम्झनुहोस्। मुस्कान एउटा मिठो झुट हो, यसले जति बताउँछ त्योभन्दा धेरै लुकाउँछ। आज पनि पूरा दिन उदासीमै बित्यो, अझ रातको सजाय बाँकी नै छ। बिस्तारै थाहा पाउँदैछु उमेरसँगै तनाव र बोझ बढ्ने रहेछ, तर दुःख साटे आफ्ना भने घट्ने रहेछ। जब रिस र घमण्ड मूर्खताबाट सुरु हुन्छ त्यसको अन्त्य पछुतोमा पुगेर समाप्त हुन्छ। तिमी बोलेनौ, केही गुनासो गरिन मैले। के थाहा तिम्रो नजरमा बोल्न लायक पो थिइन कि म? तिमी भन्छौ भने म आफैलाई भुलिदिन्छु, तर तिमीलाई भुल्न सक्ने ताकत छैन ममा। मेरो कमी पूरा गर्ने तिमीसँग त धेरै थिए, तर तिम्रो कमी पूरा गर्ने मसँग कोही थिएन। तिमी हिम्मत नहारी आफ्नो कदम चलाइरहनु। कतै थाक्यौ भने दुःख बिसाउने चौतारी बन्ने छु म। कसले भन्यो नजिक हुँदा मात्र प्रेम हुन्छ भनेर? म त तिमीलाई सम्झिँदा मात्र पनि मुस्कुराउँछु। तिम्रो याद पनि दिलको धड्कन जस्तै बनिसक्यो। थाहा छैन जिन्दगी सासले चल्छ कि तिम्रो यादले। कोही नहुँदा म हुनेछु, कसैले नसुन्दा म सुनिदिनेछु, कसैले साथ छोड्दा म तिमीसँगै बसिदिनेछु। माया, थाहा छैन कस्तो माया बस्यो तिमीसँग। चाहे हजारौंसँग भेट किन नहोस्, यो मनले तिमीलाई नै चाहन्छ।
सानो छँदा अरूको कहानी सुनेर मात्र निदाउने म आजकल आफ्नै कहानी सम्झेर रातभरि निद्रा लाग्दैन। जब एक्लो हुँदै गए अनि महसुस भयो यहाँ सम्बन्ध मनबाट होइन मस्तिष्कबाट गाँस्ने रहेछ। पैसाले कमाएको इज्जतमा होइन इज्जतले कमाएको पैसामा रमाउन सिक्नुपर्छ। जब ढुङ्गा मूर्ति बन्छ तब मात्र पुजिन्छ। तिमी नि त्यस्तै हौ, जब तिमी सफल हुन्छौ तब मात्र तिम्रो अर्थ बुझिन्छ। कति कुराहरू मन पर्दा पर्दै त्याग्नु पर्ने, कति कुराहरू मन नपर्दा नपर्दै पनि अपनाउनु पर्ने। आखिर यस्तै त रहेछ जिन्दगी। भनाइ छ नि चिनी पनि धेरै खाए तितो हुन्छ, त्यसैले हदभन्दा ज्यादा महत्त्व कहिले कसैलाई नदिनु। जितको वरिपरि हो भिड हुने, हारको बोझ त एक्लैले उठाउनु पर्छ। सम्बन्ध दिगो हुनलाई मिठा मिठा कुराले होइन निस्वार्थ मनले जोडेको हुनुपर्छ। महोदय।